हाम्रो यिनीतिर बिहा त गजब हुन्थ्यो यता जन्त जानु पाइन्थ्यो यहाँबाट दुलेपट्टि पनि जान पाइन्थ्यो दाइ भएर गजब हुन्थ्यो हामीलाई अब पहिला बुझ्छु पहिला तेरो सम्बन्ध के हो साथी हो है विशेष गरी भन्नुपर्दाखेरि एकदमै झगडा पर्छ हाम्रो होइन सम्बन्ध बुझिकन मलाई थाहा हुन्छ क्या हेर्दाखेरि सुहाउँछ है फेरि यसरी हेर्दाखेरि सुहाइरहेको छ दुईवटा अनुशासित छन् आफ्नो कर्ममा एकदम एकदम खटेर लागिरहेको हुन्छ दुईजना अब यसो रिलमा हेर्दाखेरि गजब देखिन्छ क्या र एकदमै खुसी पनि लागेको छ किनभने मसँग मेरो साथी रायन बस्याल जुन चाहिँ साथीको नाममा यतिको सपोर्टिभ साथी सायद अहिलेको जमानामा कसैले पनि पाउन होला जस्तो पनि लाग्छ नाचे पनि सुहाएको छ खेलेको पनि सुहाएको छ दुईटाको यसो बोली वचन सुन्दा नि दुईटाको राम्रै देखिरहेको छ अब म त अब भित्र के छ थाहा छैन लाटा सम्बन्ध के पनि खोजेको क्या हो र एकदमै खुसी पनि लागेको छ किनभने मसँग मेरो साथी रायन बस्याल जुन चाहिँ साथीको नाममा यतिको सपोर्टिभ साथी सायद अहिलेको जमानामा कसैले पनि पाउन होला जस्तो पनि लाग्छ अब यस्तो छ उसको सर्जक नै एकदम मिठो र सबै कामहरूमा उसले एकदम लगाम लाएर चाहिँ काम गर्ने बानी उसको एकदमै मनपर्छ एकदम लगाव लाएर काम गर्ने बानी उसको उसले जे कुरालाई चाहिँ ल म यसरी चाहिँ यो कुरालाई म पुरा गर्छु भनेर लाग्छ त्यही कुरा नै मनपर्छ र उसले हरेक गरेको सिर्जनामा मलाई सम्झिँदा चाहिँ एकदमै खुसी लाग्छ आशा छ अब सिर्जना गर्ने कामहरूमा पनि मेरो नाम आओस् बजारमा चाहिँ काम भन्दा पनि मान्छे धेरै मन परेर सहकार्य अलिकति धेरै भएको हो कि भन्ने चर्चा छ के हो खासमा अलिकति लागिदिनुहोस् न अब भित्र त त्यस्तो जोडी छैन हामी बाहिर जोडी रुचाइदिनुहुन्छ भने त त्यो हाम्रो लागि पनि एकदमै खुसीको कुरा हो भोलिका दिनमा चाहिँ जोडी हुने सम्भावना चाहिँ कतिको छ भोलिको दिनको हामीले भन्नै सकिन्न भोलिको दिनमा भोलि नै थाहा हुन्छ जोडिने तोडिने सबै कुरा भोलि नै थाहा हुन्छ तर पनि यतिको मान्छे चाहिँ जीवनमा यहाँले खोजे जस्तो लाइनभित्र भेटाउनु यहाँले खोज्नु भएको चाहिँ खास कस्तो खालको मान्छे हो अब राइन जतिको हुन्न भनेर पनि मैले सायद अघिल्लो इन्टरभ्यूमा भनेको भएको भएर हजुरले यहाँ पनि यो प्रश्न गर्नुभएको होला अहिले पनि त्यही नै एन्सर छ मेरो किनभने सबै कुरो हामीले अहिले भनेर अहिले गर्छु अहिले भन्छु भनेर हुन्न त्यो भोलिको समयले बताउने कुरा हो जोडिन नि सक्छौँ नजोडिन नि सक्छौँ त्यही नै हो अब यसो रिलमा हेर्दाखेरि गजब देखिन्छ क्या नाचे पनि सुहाएको छ खेलेको पनि सुहाएको छ दुईटाको यसो बोली वचन सुन्दा नि दुईटाको राम्रै देखिरहेको छ अब म त अब भित्र के छ थाहा छैन अब पहिला बुझ्छु पहिला तेरो सम्बन्ध के हो होइन सम्बन्ध बुझिकन मलाई थाहा हुन्छ क्या हेर्दाखेरि सुहाउँछ है फेरि यसरी हेर्दाखेरि सुहाइरहेको छ दुईवटा अनुशासित छन् आफ्नो कर्ममा एकदम एकदम खटेर लागिरहेको हुन्छ दुईजना हाम्रो यिनीतिर बिहा त गजब हुन्थ्यो यता जन्त जानु पाइन्थ्यो यहाँबाट दुलेपट्टि पनि जान पाइन्थ्यो दाइ भएर गजब हुन्थ्यो हामीलाई जस्तो अनर्थ नलागो संसिताजीलाई प्रश्न कुनै समय यहाँको एउटा गीतले गर्दा अलिकति कमेन्ट अलिक बढी नै नकारात्मक रूपमा आउने गर्थ्यो जस्तो बिस्ताराले छोडे गीतमा यहाँले अभिनय गरिसकेपछि तर पनि त्यो समयमा रायनजीले चाहिँ यहाँलाई आफ्नो गीतमा चाहिँ राखिरहनु भएको थियो बजारमा जे जस्तो खालको कमेन्ट आएर पनि उहाँले आफ्नो गीतमा जोडिरहनु भएको थियो त्यो बेला रायनजीले दिनुभएको साथलाई चाहिँ यहाँले कसरी लिनुभएको छ र त्यति बेलाको ती कमेन्टलाई चाहिँ यहाँले चाहिँ कसरी भनौँ न पछाडि पार्नुभयो थोरै बताइदिनुहोस् न मैले कामलाई मैले कामको हिसाबले हेर्छु र त्यही हिसाबले सायद रायन बस्यालले पनि हेरेर मलाई उसले गरेको हरेक कामहरूमा लिएको जस्तो लाग्छ धेरै कुराहरू भन्न मन छ होइन घामको झुल्को हुँदै घामबारीको छातासम्म आउँदै गर्दाखेरि अन्यलमा थियो जिन्दगी अझै के गर्ने कसो गर्ने भन्ने एउटा अन्यलमा थिएँ दाइहरूको एउटा डाइरेक्सन पाइराखेको थिएँ आदरणीय पशुपति शर्मा दाई जो मलाई एउटा साङ्गीतिक क्षेत्रको हिसाबले एउटा अभिभावकको रूपमा हुनुहुन्छ हरेक ठाउँमा दाइले सरसह गर्नुहुन्छ के कस्तो छ भन्ने तरिकाले सोधिराख्नुहुन्छ यसो गर है भनिराख्नुहुन्छ तिमी अहिले सङ्कटकालीन अवस्थामा छौ है यो समयले भोगेरै माथि पुग्ने हो भन्नुहुन्छ एकदमै खुसी लाग्छ सम्झेर पाल्नु भएको छ मैले जुन अनुरोध गरेको छु अनुरोध गरेको त लगभग 40 जना नै छ होला होइन सुमन दाइ तर 20 जना जति पाल्नु भएको छ विशेष गरी जति पनि पाल्नु भएको छ आदरणीय सुमन पण्डित दाइ मेरो
अभिभावक हाम्रो गाम्बेसी रुदिनाज घरका अभिभावक हाम्रो अर्जुन शेरचन सर, मेरो आदरणीय दाई अभिभावक, निवर्तमान अध्यक्ष गोर्खा सांस्कृतिक समाजको वरिष्ठ उपाध्यक्ष अनि गोर्खा जिल्लाको प्रतिष्ठानको निवर्तमान अध्यक्ष हरिराम परियार दाई, आदरणीय सर हुनुहुन्छ हाम्रो सुदर्शन आचार्य सर हुनुहुन्छ, सरलाई सम्मान छ। अनि हाम्रो अभिभावक कलाकारको अभिभावक अर्जुन खड्का दाईले भनिसक्नु भएको छ, पृथ्वी थकाली दाई हाम्रो अभिभावक हुनुहुन्छ, मलाई विशेष गरी माया गर्नुहुन्छ दाईले, एकदमै खुसी लाग्छ। अनि साथमा हाम्रो अध्यक्षज्यू हुनुहुन्छ अनि पशुपति दाई भइहाल्नु नै भयो। मैले कुनै शब्द नै व्याख्या गर्न सक्दिनँ। दाई तपाईँ कसरी सफल हुनुभयो, तपाईँको गीतहरू कसरी हिट हुन्छन् दाई भनेर सोधिरहन्छु मैले। अब दाईले दिएको सल्लाह अनुसार समसामयिक विषयलाई उठाउनुपर्छ भाइ भन्नुभएको छ। सम्भवतः मैले त्यसको टाइटल अहिले भनिहाल्न मिल्दैन, तर एक हिसाबले 5-6 महिना लगाएर म तयारी गर्दैछु। समसामयिक विषयलाई अब उठाउने कोसिस गर्दैछु, सिक्दैछु दाईहरूबाटै कसरी उठाउने भनेर। र मेरो साथी सञ्चिता बोलाके, हामी एकदमै नमिल्ने साथी हो है, विशेष गरी भन्नुपर्दाखेरि एकदमै झगडा पर्छ। हाम्रो सेटमा त झन् धेरै झगडा पर्छ, कुरा मिल्दैन, तर पनि फेरि आत्मीयता जससँग छ त्यसैसँग झगडा हुने हो जस्तो लाग्छ। फेरि हामी प्रमोसनको हिसाबले गीतलाई अगाडि बढाउने हिसाबले एकदमै नजिक छौँ। र मैले सम्झिन चाहेँ एउटा गीत सङ्गीतलाई अगाडि बढाउनको लागि हाम्रो क्षमता मात्रै भएर नहुने रहेछ, पैसा पनि चाहिने रहेछ, लगानी गरिदिने आँट भएका मान्छे पनि चाहिँदो रहेछ। यहाँ हुनुहुन्न, वैदेशिक रोजगारमा हुनुहुन्छ हाम्रो आदरणीय कायन किरण सर र राजेश श्रीमल सरलाई सम्झिन चाहेँ मैले। उहाँहरूको लागि एकचोटि ताली बजाइदिनु होला प्लिज। एकदमै ठुलो रिस्क लिनुभएको हो। तपाईँले सत्य भन्नुपर्दा घामपानीको छाताबाट लगानी मात्रै उठेको थियो, त्यो लगानीमा अझ थप गरेर लगानी गर्नुपर्छ सर भन्दै गर्दा हुन्छ भनेर एक वचनमै मान्नुभएको हाम्रो कायन किरण सर र राजेश श्रीमल सरलाई धेरै सम्झिन चाहेँ। र मेरो अभिभावक यो क्षेत्रको एउटा हात समाएर डोर्याइदिने मेरो आदरणीय सूर्यकुमार परियार दाई, जो यो गीतको यो रचनाकार पनि हुनुहुन्छ। अनि मेरो सबै गीतहरूमा उहाँले नै शब्द लेख्नु भएको छ। दाईसँग म हातेमालो गरिराखेको छु, दाईलाई एकदमै धेरै धन्यवाद। अनि ठ्याक्कै बाटुली योभन्दा अगाडि 2 वर्ष अगाडि रिलिज भएको गीत, त्यो पनि 11 लाख पुगेको छ। गीत यसरी बनाउने हो, यसरी अगाडि बढ्ने हो भनेर मेरो अभिभावकको रूपमा सधैँ मलाई साथ सपोर्ट गरिराख्ने, चिन्ता गरिराख्ने, चिन्तन लिइराख्ने मेरो आदरणीय दाई विश्वास नेपाल दाई हुनुहुन्छ। यो गीतको सङ्गीत संयोजक पनि हुनुहुन्छ, दाईलाई धेरै धन्यवाद छ। र सुटिङका क्रममा घामको झुल्को र घामपानीको छातामा गोर्खाको भच्चेकोमा जस्तो दुःख चाहिँ भएन। यसमा अलिकति हाम्रो राष्ट्रिय निकुञ्जभित्र सुटिङ भएको कारणले गर्दाखेरि हाम्रो आर्मी सरहरूसँग चाहिँ अलिकति छलफल गर्नुपर्ने कारण थियो, त्यहाँ चाहिँ अलिकति डिस्कसन भयो। नत्र अन्य कुराहरूमा एकदमै राम्रो तरिकाले सुटिङ सम्पन्न गर्ने कोसिस थियो र सम्पन्न पनि भयो। अडियोको हिसाबले धेरै सङ्घर्ष गरेको छु। म एकदमै सुरुवाती फेजमा छु, त्यति राम्रो गर्न जानेको छैन। प्रकाश सपुत दाईले, पशुपति शर्मा दाईले जस्तो गीतहरू कहिले निकाल्ने होला जस्तो लाग्छ। उहाँहरूबाट एकदमै ठुलो प्रभावित छु। दाईको क्याम्पस पढ्न आउने गीत सुन्दै गर्दाखेरि हामी कट्टु लाउन भर्खर सिकिरहेको थियौँ होइन, त्यति बेलाबाटै म एकदमै प्रभावित थिएँ। प्रकाश सपुत दाईले म कान्छो पशुपति शर्मा हो भन्नुभएको थियो। म अति खुसी लाग्छ गाम्बेसी दोहोरी नाच घरमै दाईहरूले सङ्घर्ष गर्नुभएको, म यहाँ सङ्घर्ष गरिराखेको छु। दाईहरूबाट धेरै प्रभावित छु, त्यस्तै गीतहरू बनाउने कोसिस गर्दैछु। र यो क्रममा घामको झुल्को, घामपानीको छाता, गोर्खाको भच्चेकालाई जसरी माया गरिदिनु भयो त्यसरी नै माया गरिदिनुहुन्छ भन्ने अपेक्षा छ। यसलाई पनि मैले उति नै मेहनत गरेर बनाएको छु। जुनो जो प्रियतम प्रेयसी भनिन्छ एकअर्काले माया गर्ने प्रेमी प्रेमिकाले, त्यो शब्दलाई प्रयोग गरेर जुनो शब्द प्रयोग छ। तिमीलाई सुखै सुख नदी दुःख ए जुनु, तर मेरो मात्रै हुनुहोस्, मेरो मात्रै हुनु। यो यति प्रेमिक छ जस्तो लाग्छ कि कसैले पनि आफ्नो प्रेमी अथवा प्रेमिका कसैको भइदियोस् अथवा दोस्रो पर्सनको पनि होस् भन्ने लाग्दैन। पक्कै पनि त्यो एउटाको मात्रै हुनुपर्छ। बरु सुखै सुख तिमीलाई भनेको छ केटाले, अनि केटीले मलाई सुख दिने दुःख दिने तिम्रै जुन हो, तर तिमी पनि मेरो मात्रै हुनुपर्छ भन्ने एउटा भाव छ। त्यसमा जुनुले मलाई, म गरिब खानदानको छोरो, उसको एउटा रिसोर्टमा म काम गर्ने एउटा पात्र छु र मेरो मम्मी बिरामी हुँदै गर्दाखेरि उसले मलाई पैसा दिएर सहयोग गरेको छ। त्यो पैसा उसको बुवाले थाहा पाइसके पछाडि मलाई कराउनु भएको छ। अनि फेरि त्यसमा पनि उसले जोगाएको छ, मलाई छोडिदिन भनेको छ। हामी भाग्दै गर्दा म्यानेजरले देख्नु भएको छ र हामी टु बी कन्टिन्यूमा छौँ। यदि यो गीत सफल भइहाल्यो भने, राम्रो भयो भने, हाम्रो कमल सरगम दाईले भने जस्तै करोड क्लबको गीतलाई हामीले विमोचन गर्ने मौका पायौँ भन्नुहुन्थ्यो। दाईको मुखमा दही र भात होस् दाई। दाईको चाहिँ त्यो जुन शब्दहरू प्रयोग भएका छन् त्यो शब्दहरू चाहिँ यथार्थमा बदलियोस् र सबैजनाको शुभकामना आशीर्वादहरू हामीले पाऊँ। आगामी दिनमा गीत सङ्गीतको क्षेत्रबाटै म विदेश गएर विदेशी नागरिक भएर काम गर्ने एउटा दिन नआओस्, गीत सङ्गीतमै म बाँचिरहन पाऊँ र गीत सङ्गीतको क्षेत्रबाट नै म एउटा उदयमान कलाकार भएर, स्थापित कलाकार भएर देशमा घटेका समसामयिक घटनाहरूलाई पनि
रक्की सङ्गीतको मार्फत मनोरञ्जन पनि दिन पाइरहँ भन्ने एउटा अपेक्षा छ, आशा छ। यो आशा अपेक्षालाई सधैँ हाम्रो अग्रजहरूको अग्रजहरूको आशीर्वाद, मिडियाकर्मीहरूको साथ सपोर्टले म अगाडि बढिरहन पाऊँ भन्ने मेरो आशा अपेक्षा छ। यो शब्दहरू यहीँ खर्चिन चाहे, यहीँ समाप्त गर्न चाहे। हस्।